राइट सेयर खानको लागि सेयर किन्ने बेस्ट टाइम कहिले हो? यो धेरै साथीहरूले बारम्बार सोधिराख्ने प्रश्न हो। आजको यो भिडियोमा हामी यसै विषयको बारेमा चर्चा गर्नेछौँ। बजारमा एनआरआईसी, एचआरएल, सीएसडीसी जस्ता धेरै कम्पनीहरूको राइट सेयर आउँदैछ भनेर धेरै लगानीकर्ता साथीहरूले कहिले सेयर किन्दा राम्रो होला, अहिले हामीले सेयर खरिद गर्दा राइट सेयर खान पाइन्छ या पाइँदैन भन्ने धेरै साथीहरूको चासो छ। र पछिल्लो समय जब एनआरआईसी र एचआरएलको सेयर मूल्य बढ्न थालेसँगै फेरि पनि यी कम्पनीहरूको राइट सेयरको लागि हामीले सेयर अहिले खरिद गर्दा के हुन्छ होला, अथवा कहिले सेयर खरिद गर्दा चाहिँ राम्रो किसिमको मुनाफा हामीले गराउन सकिन्छ त, त्यसको बारेमा धेरै साथीहरू चाहिँ जान्न चाहनु भएको छ। हामीले आजको यो भिडियोमा त्यसको बारेमा चाहिँ डिटेलमा बुझ्नेछौँ। यो एनआरआईसी, एचआरएल, सीएसडीसी लगायतका केही कम्पनी उदाहरणको लागि हुन्। तपाईँले यो भिडियो हेरिसकेपछि बजारमा हामीले राइट सेयरको लागि सेयर खास किन्ने कहिले रहेछ त, कहिले किन्दा चाहिँ हामीले राम्रो किसिमको प्रतिफल प्राप्त गर्न सकिने रहेछ त, त्यसको बारेमा चाहिँ तपाईँहरूले विस्तृतमा बुझ्नुहुनेछ। र साथै म तपाईँहरूलाई कस्ता कम्पनीको राइट सेयर खाने, कस्ता कम्पनीको राइट सेयरलाई चाहिँ हामीले इग्नोर गर्ने, त्यसको बारेमा पनि बुझाउने प्रयास चाहिँ गर्नेछु। त्यसकारण भिडियोको अन्तिमसम्म हाम्रै साथमा रहनुहोला। अब हामी ढिला नगरी आजको विषयवस्तुतर्फ लागौँ। कम्पनीले राइट सेयर निष्कासन गर्नु धेरै कारणहरू रहेका हुन्छन्। पहिलो कारण भनेको कम्पनीले आफ्नो क्यापिटल बढाउनको लागि हो, पुँजी वृद्धि गर्नको लागि उनीहरूले राइट सेयर निष्कासन गर्ने गर्दछन्। अर्को भनेको नेपालको केसमा हाइड्रो पावर कम्पनीहरूले नयाँ परियोजनाहरूमा लगानी गर्न र ब्याङ्कको ऋण तिर्नको लागि पनि राइट सेयर निष्कासन गरिरहेका छन्। सो धेरै कम्पनीहरू हाइड्रो पावरबाट हामीले हेर्छौँ भने तिनीहरूको दुईवटा मात्रै उद्देश्य रहेको हुन्छ। एउटा भनेको चाहिँ ब्याङ्कको ऋण घटाउनको लागि, अर्को भनेको चाहिँ नयाँ परियोजनाहरूमा लगानी थप्नको लागि, है त। त्यसकारणले गर्दा यो चाहिँ अर्को कारण हो। र अर्को भनेको चाहिँ नियमनकारी निकायहरूले चाहिँ पुँजी तोकिदिएको हुन्छ, हैन। जस्तो कि बिमा प्राधिकरणले केही समय अगाडि मात्रै लाइफ इन्सुरेन्स कम्पनीको लागि 5 अर्ब पुँजी र त्यसै गरी नन लाइफको लागि 2 अर्ब 50 करोडको पुँजी चाहिँ पुर्याउनु नै पर्छ भनेर के गरेको छ त, राखिदिएको छ शर्त। सो त्यो पुँजी पुर्याउनको लागि पनि उनीहरूले राइट सेयर चाहिँ निष्कासन गर्ने गर्दछन्। र हामीले हिमालयन रिइन्सुरेन्स र एनआरआईसीको केसमा हेर्छौँ भने पनि यो दुईवटा कम्पनीहरूले 20 अर्ब चुक्ता पुँजी चाहिँ पुर्याउनु पर्ने हुन्छ। त्यस कारणले गर्दा एचआरएलले 80% राइट सेयर निष्कासन गर्ने भनेर जानकारी गराइसकेको छ। तर एनआरआईसीले कति प्रतिशत राइट सेयर निष्कासन गर्ने भन्ने विषयमा चाहिँ अहिलेसम्म प्रश्न पारिसकेको अवस्था छैन। तैपनि उसलाई अझै पनि हामीले 60-70% चाहिँ क्यापिटल बढाउनु पर्ने आवश्यकता चाहिँ देख्न सकिन्छ। सो कम्पनीहरूले पेडअप क्यापिटल बढाउनको लागि चाहिँ राइट सेयर निष्कासन गर्छन् र पेडअप क्यापिटल बढाउनुमा पनि धेरै कारणहरू रहेका हुन्छन् भनेर तपाईँहरूले यसरी बुझ्नु पर्यो, है त। र कतिपय चाहिँ लसमा गएका कम्पनीहरूले आफ्नो कम्पनी सञ्चालन गर्नको लागि पनि राइट सेयर चाहिँ जुटाइरहेका हुन्छन्। सो यो चाहिँ कम्पनीहरूले राइट सेयर निष्कासन गर्ने चाहिँ प्रमुख कारणहरू हो। अब यसमध्ये पनि हामीले लगानी गर्ने बेलामा, हामीले राइट सेयरको लागि सेयर खरिद गर्ने बेलामा सकेसम्म कस्तो कम्पनी छनौट गर्ने भने कम्पनी प्रफिटमा छ, लगातार कम्पनीले लगानीकर्ताहरूलाई धेरै थोरै डिभिडेन्ड वितरण गर्दै आइरहेको छ भने त्यस्तो कम्पनीमा हामीले लगानी गर्दा हामीलाई चाहिँ के हुन्छ त, राम्रो प्रफिट चाहिँ हुने गर्दछ। त्यसै गरी एनआरआईसीको पनि अहिले सेयर मूल्य चाहिँ के भएको छ त, बढिरहेको छ। कम्पनीले अहिलेसम्म कति प्रतिशत राइट सेयर निष्कासन गर्ने अथवा राइट सेयर कहिले ल्याउने भन्ने विषयमा चाहिँ फिक्स गरेको अवस्था छैन, है त। यदि तपाईँले देख्नु भएको छ त्यो न्युज भने तपाईँहरूले तल कमेन्टमा चाहिँ आफ्नो कमेन्ट छोड्न सक्नुहुन्छ। मैले चाहिँ त्यो सम्बन्धी अध्ययन गर्दा डाटा चाहिँ फेला पारेको छैन कि एनआरआईसीले कति % राइट सेयर ल्याउँदैछ भनेर। तर राइट सेयर चाहिँ यदि 20 अर्ब पुँजी पुर्याउनु पर्ने हो भने उसले राइट सेयर चाहिँ पक्कै पनि ल्याउनु पर्छ। सो कम्पनीको प्राइस यसरी बढेको देखिसकेपछि तपाईँले भोलि गएर, यसरी बढेकै अवस्थामा भोलि गएर तपाईँहरूले राइट सेयरको लागि खरिद गर्ने होइन, है त। यदि राइट सेयरको लागि हो, तपाईँले ट्रेडको लागि हेर्दै हुनुहुन्छ भने तपाईँहरूले अन्य कुराहरूलाई हेरेर टेक्निकल्ली तपाईँहरूले कम्पनी हेर्नुहोस्। टेक्निकल्ली तपाईँलाई बेस्ट लाग्छ, कुन टाइम फ्रेममा हेर्दा राम्रो हुन्छ, डेलीमा हेर्नुहुन्छ कि आवरलीमा हेर्नुहुन्छ कि अथवा विकली हेरेर ट्रेड लिनुहुन्छ कि, होइन, कसरी ट्रेड लिनुहुन्छ त्यो अनुसार तपाईँले चाहिँ आफ्नो सेटअप गराएर ट्रेडको लागि हेर्नुहोस्, गर्नुहोस्, होइन। त्यसमा मैले केही पनि भन्दिनँ। र ट्रेडको लागि पनि एकदमै धेरै रिस्क हुन्छ, खास गरी यस्तो स्टकहरूमा। तर राइट सेयरको लागि तपाईँले हेर्दै गर्नुभएको छ भने राइट सेयरको लागि चाहिँ यसरी लगभग अहिलेसम्म हामीले हेर्छौँ भने
85% को ग्रोथ देखिएको छ केही दिनको अन्तरालमा। यसरी बढिसकेपछि केही न केही करेक्सन चाहिँ आउन सक्छ। सो करेक्सनमा चाहिँ हामीले के गर्ने हो त, राइट शेयरको लागि टार्गेट गर्ने हो। कुनै पनि कम्पनी राइट शेयर निष्कासन गर्दैछ भने त्यो कम्पनी यसरी बढिरहेको बेलामा चाहिँ हामीले खरिद गर्ने होइन है त। मेरो विचारमा चाहिँ त्यस्तो लाग्छ र अन्य कम्पनीको केसमा म तपाईहरुलाई चाहिँ आइडिया दिनेछु कस्तो अवस्थामा कहाँ हेरेर चाहिँ हामीले खरिद गर्ने त, त्यो विषयमा चाहिँ तपाईहरुलाई म बुझाउने छु। भिडियोको अन्तिमसम्म रहनु होला। सो यसरी बढेको बेलामा चाहिँ हामीले राइट शेयरको लागि भनेर खरिद चाहिँ गर्ने होइन। सो एचआरएल को केसमा पनि तपाईहरुले यदि एचआरएल लाई हेर्नु भएको थियो भने एचआरएल ले आईपीओ सूचीकृत भइसके पछाडी नै भनेको थियो। सो तपाईले के गर्ने हो त, राइट शेयर भनेको तपाईले सर्ट टर्ममा 2-4 दिनको लागि किन्ने होइन, 2-4 दिन ट्रेड गर्न किन्ने जस्तो होइन राइट शेयर भनेको। तपाईले राइट शेयरको लागि किन्ने सोच्नु भएको छ भने किनेर चुपचापले लङ टर्मसम्म तपाईले होल्ड गरेर बस्नुपर्छ हैन। एचआरएल एनआरआईसी ले राइट शेयर निष्कासन गर्दैछन्, अर्को कम्पनीले राइट शेयर निष्कासन गर्दैछ भन्नुको मतलब त्यसको 1 महिना 1.5 महिनामा राइट शेयर आउने होइन, 1 वर्ष 1.5 वर्षसम्म नआउन पनि सक्छ। त्यसकारणले गर्दा हामीले राइट शेयरको लागि त्यसरी किन्ने प्लान गराएका छौं भनिसकेपछि लङ टर्मको हिसाबले सोचेर चाहिँ मार्केट प्राइस घटेको अवस्थामा हामीले के गर्न सकिन्छ त, एन्ट्री गर्न सकिन्छ। राइट शेयरको लागि हामीले कहिले शेयर किन्ने त भन्ने बारेमा कहाँबाट हेर्ने भने सबैभन्दा पहिले तपाईहरु सेभन को अफिसियल साइटमा जानुस्। सेभन मा चाहिँ तपाईहरु गइसकेपछि यहाँनेर सेक्युरिटीज इश्यू भन्ने हुन्छ हैन, राइट शेयर आईपीओ एफपीओ सबैको जानकारी तपाईहरुले त्यहाँबाट पाउन सक्नुहुन्छ। सो त्यहाँनेर राइट शेयरमा गइसकेपछि राइट शेयर पाइपलाइन 2081 भनेको छ, 11-15 भनेर डेट राखेको छ। यो कहिले अपडेट गरेको हो त्यो अनुसारको डेट चाहिँ हुने गर्दछ। सो फागुनको 15 गते चाहिँ अपडेट गरेको रहेछ र म चाहिँ यसमा चाहिँ के गरेँ त, इंग्लिशमा क्लिक गरेँ हैन। त्यहाँनेर क्लिक गर्नुपर्छ। त्यसमा क्लिक गरिसकेपछि हामीले यहाँनेर सरर के पाइयो त, राइट शेयरको लागि सेभनको पाइपलाइनमा भएका कम्पनीहरुको चाहिँ लिस्ट पाइयो है त। यसमध्ये चाहिँ तपाईले हेर्न सक्नुहुन्छ, यसरी चाहिँ हामीले लिस्ट हेर्न सकिन्छ। अब यसमा तपाईले आईपीओ निष्कासन गर्ने कम्पनीहरुको लिस्ट पनि हेर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ यही गएर हामी पब्लिक इश्यू आईपीओ मा जाने, एप्रुभमा एप्रुभ भएका कम्पनीहरु आउँछ। आईपीओ पाइपलाइनमा जानुभयो भने पाइपलाइनमा भएका कम्पनीहरु तपाईले चाहिँ यहाँनेर इंग्लिश भन्नेमा चाहिँ लिंक राखिदिएको हुन्छ, त्यसमा चाहिँ क्लिक गर्नु होला। डेट हेरेर सबैभन्दा पहिला अपडेट भएको कम्पनीको चाहिँ के गर्न सक्नुहुन्छ त, लिंक क्लिक गरेर ओपन गर्न सक्नुहुन्छ। सो अब यहाँनेर हेर्ने हो भनेदेखि चाहिँ धेरै कम्पनीहरु आईपीओ को पाइपलाइनमा रहेका छन् है त। आईपीओ को पाइपलाइनमा रहेका छन्। यसरी पाइपलाइनमा कुन कुन कम्पनीहरु छन् भनेर तपाईले सरर यसरी चाहिँ हेर्न सक्नुहुन्छ। सो अहिले धेरै कम्पनीहरु चाहिँ आईपीओ को लागि सेभनको पाइपलाइनमा गएका छन्। अब यसमध्येबाट पनि तपाईहरुले पछिल्लो समय नेपालमा प्री आईपीओ को पनि एकदमै धेरै ट्रेन्ड चलिरहेको छ। तपाईहरुले आईपीओ निष्कासन गर्न लागिरहेका राम्रा कम्पनीहरुको प्रोमोटर शेयर खरिद गर्न चाहनुहुन्छ भने पनि तपाईहरुको लागि त्यो अवसर रहेको छ। तल मैले लिंक राखिदिएको छु कम्युनिटीको, व्हाट्सएप कम्युनिटीको। त्यो लिंकमा क्लिक गरेर तपाईहरु प्रोमोटर शेयरको लागि चाहिँ के गर्न सक्नुहुन्छ त, ग्रुप जोइन गर्न सक्नुहुन्छ, जहाँ हामीले राम्रो कम्पनीहरुमा मात्रै लगानी गर्ने छौं है त। भोलि गएर आईपीओ आउने कम्पनीहरुमा चाहिँ कसरी फाइदा हुन्छ भने तपाईले अहिले इन्भेस्टको हिसाबले हेर्नुहुन्छ भने मार्केटमा खासै राम्रा कम्पनीहरु छैनन्। किन छैनन् भने डेभलपमेन्ट बैंक लो क्याप बढिसके, अन्य सेक्टरका कम्पनीहरु पनि बढेर माथि गएका छन्। भ्यालुएसनको हिसाबले हेर्छौं भने कमर्शियल बैंक र डेभलपमेन्ट बैंकमा 2-3 वटा कम्पनी मात्रै बाँकी रहेका छन्। सबै लङ टर्मको पोर्टफोलियो हामीले कमर्शियल बैंकले मात्रै भराएर पनि त भएन। सो त्यसको कारणले गर्दा यदि तपाईले प्री आईपीओ अर्थात प्रोमोटर शेयरमा अबको 5-7 वर्षको लागि लगानी गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईहरुको लागि चाहिँ राम्रो हुन सक्छ हैन। किनकि कम्पनी राम्रो छनौट गरेर तपाईले लगानी गर्नुभयो भने तपाईको 1 लाख को लगानी हैन, 1.5 लाख को लगानी तपाईको 4-5 वर्षमा हैन कमसे कम पनि 3-4 लाख भयो भने पनि त्यो रिटर्न भनेको एकदमै ठूलो रिटर्न हो के। त्यसकारणले गर्दा तपाईले इन्भेस्ट गर्ने सोच्नु भएको छ भने प्रोमोटर शेयरमा पनि तपाईहरुले इन्भेस्ट गर्न सक्नुहुन्छ। अहिले अब राम्रा कम्पनीहरुको पनि आइरहेको छ। अब हामी फर्स्ट स्टेजमा भएको बेलामा खरिद गर्ने होइन, सेकेन्ड स्टेजमा भएको बेलामा पनि तपाईहरुले हेर्न सक्नुहुन्छ। तर बेस्ट भनेको चाहिँ तपाईहरुको लागि कुन हो त, रिप्लाई एन्ड अन्डर रिभ्यू। यो भनेको चाहिँ लास्ट स्टेज हो। यो स्टेजमा आइसकेपछि कम्पनीले केही डकुमेन्ट दिनुपर्ने हुन्छ। सेभनले डकुमेन्ट हेरेको छ कि छैन भनेर यहाँ चाहिँ प्रोसेसिङ स्टेटसमा तपाईले देख्न सक्नुहुन्छ। सेभनले लेटर मागेको छ, कम्पनीले दिएको छ हैन, यो सबै डाटाहरु चाहिँ यहाँनेर राखिएको हुन्छ। सो
यसरी फाइलहरू ओपन गरेको हेरेको कम्पनीमा चाहिँ तपाईले के गर्ने हो त करेक्सन भएको बेलामा राइट शेयरको लागि इन्ट्री गर्ने हो। सो अहिले छ्याङदी, बिएचएल र जोशी हाइड्रो पावर हामीले हेर्छौं भने यी तीनवटा कम्पनीहरुको चाहिँ अब छिट्टै नै राइट शेयर आउन सक्ने सम्भावना रहेको छ। र त्यसबाहेक अन्य कम्पनीहरु हेर्छौं भने राप्ती हाइड्रो रहेको छ, खानीखोला रहेको छ, तेह्रथुम रहेको छ हैन, पिपल्स पावर रहेको छ, एशियन लाइफ रहेको छ, सन लाइफ रहेको छ, नेपाल इन्स्योरेन्स रहेको छ। सो यसमध्येबाट पनि तपाईले अब फन्डामेन्टली राम्रो हेर्नुहुन्छ, जस्तो कि नेपाल इन्स्योरेन्स भयो, सन लाइफ भयो, एशियन भयो हैन, जसको फन्डामेन्टल राम्रो छ त्यस्तो कम्पनीहरुमा तपाईले लगानी गर्नु भनेको राइट शेयर फ्रीमै पाउनु हो के हैन। किनकि कम्पनी राम्रो छ भने प्राइस एडजस्ट भएर पनि तपाईले राइट शेयरको लागि खरिद गर्नु भएको थियो जुन मूल्यमा, त्यो मूल्य भन्दा माथि पुगेरै बिक्री गर्न पाउनुहुन्छ के बुल मार्केटमा। त्यसकारणले गर्दा फन्डामेन्टल राम्रो चुज गर्नुस् र एनआरआईसी एचआरएल को लागि यसरी एकदमै नै राम्रोसँग बढेर माथि गएको अवस्थामा तपाईले राइट शेयरको लागि कहिले पनि खरिद नगर्नुस्। अब एशियन लाइफ, सन लाइफ, नेपाल इन्स्योरेन्स अहिलेको समयमा तपाईले हेर्न सक्नुहुन्छ। एनआईसीएल को केसमा हामीले हेर्छौं भनेदेखि चाहिँ एनआईसीएल को प्राइस पनि पछिल्लो समय साइडवेज नै भएको छ। ल हेर्नुस् त, अल टाइम हाई ब्रेक गर्यो हैन, तर ब्रेक फेल खाएको छ, अहिले साइडवेज बसेको छ। सो यस्तो अवस्थामा तपाईले इन्ट्री गर्नुभयो भने भोलिका दिनमा कम्पनीको एप्रुभ हुँदै गर्दा त कम्पनीको एप्रुभ भए पनि बढ्छ, सेक्टर बढ्दै गर्दा पनि, मार्केट बढ्दै गर्दा पनि यतिकै नै बढिरहेको हुन्छ हैन। कम्पनीको प्राइस त राइट शेयर एडजस्ट भयो भने त कम्पनीको प्राइस त बढेर माथि जाने हो हैन। त्यो बेलामा के हुन्छ त एडजस्ट भएर पनि तपाईले अहिले 900 तिर किन्नु भएको छ भने पछि एडजस्ट भइसकेपछि पनि 900 को रेन्जमा तपाईले आरामले बिक्री गर्न सक्नुहुन्छ के यस्तो खाले कम्पनीहरुमा। तर हामीले सोच्नु पर्यो के भने आजको भोलि नै मैले कमाउँछु राइट शेयरबाट, आजको भोलि नै म राइट शेयरबाट धनी बन्छु, राइट शेयर निकाल्ने भयो, आज किन्छु 2-4 दिनमा मलाई प्रफिट हुन्छ भनेर चाहिँ टार्गेट गर्ने होइन। राइट शेयरको लागि किन्नु भनेको पनि तपाईले कम से कम पनि मिड टर्मको लागि चाहिँ सोच्नु पर्छ हैन। तर तपाईले यसरी 7 को पाइपलाइनमा राइट शेयरको पनि एप्रुभको लास्ट स्टेजमा भएका कम्पनीहरुमा मात्र के गर्नुहोस् त राइट शेयरको लागि चाहिँ हेर्नुहोस्। एनआरआईसी एचआरएल यदि यो एरियामा आए भने त्यस्तो अवस्थामा तपाईले राइट शेयरको लागि खरिद गर्नु चाहिँ बेस्ट हुन सक्छ।